मैले यसमा अब हाल्दैछु प्याकिङ भइसक्यो अब यो लास्ट प्याकिङ हो है मैले यहाँ हाल्दैछु टोटल 11 पिस हेर्नुस् गाइस सबै रेडी भयो प्याकेजिङ यो हो लड्काको तपाईहरुलाई म देखाउँछु यो हो लड्काको लागि कति पिस छ 1 2 3 4 5 यो लड्कीको 1 2 3 4 5 6 अनि यो प्रोसेस साथी चाहिँ अब यति दिने हो यसमा अटेन सामान हो फेरि यहाँ नेरी अझै यति सामान बाँकी नै छ बाहिरै दिदी जानु भएको छ ट्रली लिनलाई माथि हेरौँ अब यो बुझ्दैन जस्तै छ त्यो गर्दैन सामान छ दाजुले खोल्नु अन्त यहाँ नभए जेब्रातिर हुन्छ नि जेब्रातिर हाल्नुस् यो त साइड गर्दो सो गाइस यसमा पनि अटेन यो सानो भयो यो टेची हो यसमा पनि अटेन अब हामीहरू फेरि दाजुको वेट गर्दैछौँ है दाजु आएर फेरि गर्नुहुन्छ होइन अहिले तबतकको लागि अहिले यो प्रोग्राम छ के भन्छ वर्तमानको है त्यहाँनिर म जाँदैछु यसको लागि म रेडी हुँदैछु गाइस अब हाम्रो फरारी आइरहेको छ हामी यसमै जान आँटेको हेर्नुहोस् यहाँनिर रेडी हुँदैछ हामी वर्तमानको लागि साडी लगाउँदैछ है भान्जीले चाहिँ कति राम्रो देख्यो अब यहाँ चाहिँ म रेडी हुन आँटेको हेर्नुहोस् यहाँ चाहिँ म रेडी हुँदैछु है मेरो फुल लुक हजुरलाई देखाउँदैछु हेर्न सक्नुहुन्छ बाई म गएर भेटौँ ल बिच्छा दिने चामल चामल किन्नु भएको है हामीहरू यहाँनिर दोकानमा उसले किन्दैछ बिच्छा दिने चामल मर्निङमा अहिले हामीहरू मर्निङको सुट गर्दै मान्छे आउनु बाँकी छ अहिले 2 कति बजी 1 बजी आउँछ नि 11 बजीदेखि 11 पर्ने आँट्छ अब चाहिँ मान्छे आउनु थाल्छ होला है सुविधा दिदीहरू पनि आउनुहुँदैछ रास्तामै छ हो फोन गरेको थिएँ अहिले अब सबैजना आउँछ अहिले कोही आउँछ होइन सुबेको टाइममा होइन सुट गरिरहेको छु हेर्नु गाइस यहाँ चाहिँ म छु है यहाँनिर अब मैले चाहिँ भिडियो गरेको है सबैजनालाई अब रेकर्ड गरिरहेको छु अझै के हुन्छ म तपाईँहरूलाई बताउँछु बादमा यहाँ जे पनि हुन्छ तपाईँहरूलाई देखाउँछु ल सन्चै सन्चै हो बिटा आउँदैन प्रोग्राम हुँदा
चाहिँ शिरधन, उतापट्टि चाहिँ शिरधन छ। दुईजना भान्जा है। बोरामा त हामीले लगाइदिनुपर्छ पोलिथिनतिर केही नगर्ने यो त मामा माइतीहरूले पाती भरेर किने हो कि हामीले त मिरेको जाने गरेको मान्छेहरू के रातै राता छन् छेत्री बाहुन, रातै राता।